मनदेखि निर्मल कुवा पनि भइदिन्छ गङ्गाजल हुनुपर्छ मनदेखि निर्मल कुवा पनि भइदिन्छ गङ्गाजल हुनुपर्छ मनदेखि निर्मल कुवा पनि भइदिन्छ गङ्गा। नमस्ते। आज हामी यो सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनी एचआइभी एड्स तथा तनाव व्यवस्थापन सम्बन्धी क्लासको लागि हामी आएका छौँ सरहरूसँग। हामी चाहिँ कार्यक्रम स्थलतिर जाँदैछौँ। नमस्ते। साहेब सत्यनारायण की जय। आज यो तनाव व्यवस्थापन तथा एचआइभी एड्स नियन्त्रण लागू औषध दुर्व्यसनीको क्लास चलिरहँदा हाम्रो आदरणीय विक्रम सर र यस बाहिनी सशस्त्र प्रहरी बल बाहिनीबाट हाम्रो विशेष प्रमुख अतिथिको रूपमा सहायक बाहिनीपति ज्यू एसएसपी साहब एसपी साहब लगायत सम्पूर्ण अधिकृत पदिक र अन्य सम्पूर्ण मित्रहरूमा मेरो शुभ बिहानीको हार्दिक नमस्कार सलाम भन्न चाहन्छु। कस्तो भने हातखुट्टा एकदम काम्ने, मान्छे थरथर काम्ने, हेर्न नसक्ने, अगाडि यसरी आएर दुई चार जनाको फेस देख्ने बित्तिकै चाहिँ अलिकति पसिना आउने, बोल्न डर लाग्ने, विभिन्न आत्मविश्वास नभएको अवस्था र तनाव भनेको ताना हो। कस्तो भने मौलिक रूपले चाहिँ कस्तो यसलाई बुझ्न सकिन्छ भने हामीले शरीर र यो मन चाहिँ एउटै जग्गामा नभएको अवस्थालाई तनाव भनिन्छ। शरीर यहाँ छ, मन चाहिँ धेरै ठाउँमा रमण गरिरहेको छ, घुमेको छ। त्यो गङ्गा नुहाउँदैमा कपट बोकी मुक्ति हुन्न भजन गाउँदैमा, कपट बोकी मुक्ति हुन्न भजन गाउँदैमा, हुनुपर्छ मनदेखि निर्मल कुवा पनि भइदिन्छ गङ्गाजल हुनुपर्छ मनदेखि निर्मल कुवा पनि भइदिन्छ गङ्गाजल हुनुपर्छ मनदेखि निर्मल कुवा पनि भइदिन्छ गङ्गा।